एउटा खतरा भिडियो हेर्नु है। यहीबाट सुरु हुन्छ हाम्रो देश नेपाल। म मेचीबाट यो भिडियो सुरु गरेको छु। महाकाली पुग्ने छु। यो म महाकालीमा छु अहिले। झापाको भद्रपुरबाट प्लेन समातेर काठमाडौँ जाँदैछु म, र काठमाडौँबाट यो प्लेन समातेर धनगढी जाँदैछु। धनगढी एयरपोर्टदेखि गाडी अटो हुँदै म भारत नेपालको बोर्डर गड्डी चौकीमा आइपुगेको छु। है नेपाल कहाँबाट सक्यो अरे? यहीँबाट उहाँबाट ल उहाँ म इन्डिया लागेपछि मात्र चढ्छु ल। यो किनभने युके को नम्बर रहेछ नि त है। र यहाँदेखि सुरु हुन्छ यो भिडियो। अब केही दिन यताका भिडियो आउँदैछन्, तपाईँ हामी धेरैले नहेरेको भिडियो। म नेपाल प्रहरीको जनपद प्रहरीको प्रहरी हलदारमा रिटायर भएर अहिले अटो व्यवसायमा यसो दिनचर्या आफ्नो चाहिँ दैनिकी बालबच्चा पाल्ने गुजारा गरिरहेको छु। कस्तो राम्रो होइन त रिटायर लाइफ होइन? तपाईँको त जिन्दगी सेवामै बितेको रहेछ। यो पनि त सेवा हो नि। यो पनि सेवा हो। डाइट र लगिएको। तपाईँहरूले हामीलाई चिन्नुहुन्छ कि हुन्न? अब अहिले मैले कसरी हजुरले आफ्नो बायोडाटा भनेर मात्र चिनेको, योभन्दा पहिले चिनेको थिएन। हामी चाहिँ युट्युब चलाउँछौँ। भाग्य नेउपाने भन्ने त यतातिर आउँदैन रहेछ है भिडियो। सुन्छु म पनि भाग्य नेउपानेको हेर्ने हो, त्यही च्यानल हेर्छु म पनि घरमा। यसो कुनै बेला रेस्ट भएको टाइममा भाग्य नेउपानेकै कार्यक्रम हेर्ने मान्छे हो म। कहाँ छ त्यो भाग्य नेउपाने अहिले चाहिँ? त्यो अस्ति त्यो कुन कार्यक्रममा देखाएको थिएँ मैले, त्यो ओखलढुङ्गा भन्ने ठाउँमा त्यो ओखलढुङ्गाको कार्यक्रममा देखेको। त्यसपछि मैले त्यति टिभी हेर्ने नि मौका पाएको छैन, अटैमा यसो बिजी भइरहेको छु। त्यो चाहिँ घुमेको भिडियो बनाएर हाल्दो रहेछ कि, अनि यसो सहयोगको पनि ल एकदम रमाइलो लागिरहेछ। मेचीबाट सुरु भएको नेपाल महाकाली यहाँ आएर सकिन्छ, केही अगाडि 6 किलोमिटर अगाडि। त्यो भाग्य नेउपानेको चाहिँ कुन भिडियो हेर्नुभएको थियो अरे दाइ? त्यसको कुनै त्यो के कार्यक्रममा हेरेको थिएँ मैले, ओखलढुङ्गाको कार्यक्रम हेर्न त मैले एनटिभी च्यानलमा नि हेरेको थिएँ। त्यो ओखलढुङ्गाको कार्यक्रम हेरेको थिएँ, ठ्याक्कै अहिले बिर्सिहालेँ। ल राम्रो ल खुसी लाग्यो। यतातिर हेर्नुहुन्छ हाम्रो भिडियो? हजुर हजुर। अहिले म चाहिँ ए ल यो जुन नहर छ यो चाहिँ महाकाली रिभर। यो महाकालीबाट बगेको पानी नेपालतिर गएको के पो यतापट्टिको के बनबासा होइन? बनबासा हुँदै हामी यहाँदेखि यो इन्डिया हो। अब ए 7 नम्बर पिलरबाट होइन? र नेपालको महाकाली साइडबाट इन्डिया जाने यहाँबाट रहेछ। म दाइ पर्खिनु ल। होइन उहाँ हुनुहुन्छ, अलरेडी भइसकेको छ। अनि यहाँबाट पारी गएको कति हो पैसा? 100 रुपियाँ। भारू हो कि नेहरू हो? भारू हो। किन यस्तो भयो त? अनि ल यस्तो खुसी लाग्यो। यहाँ यो बोर्डरदेखि अब हामी इन्डिया लाग्यौँ। इन्डिया पनि यो सबै अटोहरू चाहिँ इन्डियाकै छन्। अनि यहाँ चेक केही हुँदैन? अगाडि हो इन्डियन आर्मीले अगाडि हो। ए अगाडि चेकिङ हुन्छ। यो बोर्डर यो इन्डियाको? इन्डियाको। अनि हामीले डकुमेन्टहरू कहाँ देखाउने हो? अगाडि इन्डियन आर्मीमा। नेपाल र इन्डियाको बोर्डरमा यति साह्रो टाइट चेक चाहिँ मैले कहीँ देखेको थिइनँ। तर यो गड्डा चौकी उत्तराखण्डमा चाहिँ ब्याग स्क्यान सबै चिज एकदम टाइट हुँदो रहेछ चेक। यो चाहिँ एकदम राम्रो हो। एउटा खतरा बिजनेस हेर्नु है। म जुन बाइकमा चढिरहेको छु नि, जुन चाहिँ नेपाल भारत मान्छेलाई ल्याउने लाने काम गर्नुहुन्छ यो बाइकबाट उहाँहरूले। यो महाकाली है? अरे यो अहिले गाडी पनि जान्छ यहाँबाट? र अहिले हामी महाकाली रिभर महाकालीमा छौँ र महाकालीबाट हामी इन्डियातिर लाग्दैछौँ। यहाँहरूले यो भिडियोमा पनि देख्न। मेरो जीवनकै पहिलो पटक हो यो यात्रा। जसरी पूर्वमा
झापा पछाडि उता वेस्ट बङ्गाल आउँछ, ठ्याक्कै पश्चिममा चाहिँ उत्तराखण्ड आउँछ, जहाँ पनि धेरै गोर्खाली बस्नुहुन्छ हो। उहाँहरूलाई भेट्नेछु अब मैले यो यात्रामा। आगामी दिनका भिडियोहरू रमाइलो र यादगार रहनेछन्। आज चाहिँ कहाँसम्म पुग्छौँ, कस्तो ठाउँमा बस्छौँ, कस्तो छ यहाँको, ठ्याक्कै यो भिडियोको अन्तिमसम्म हेर्नु होला है त। म अहिले जुन बाइकमा चढिरहेको छु, यो बाइकले मलाई नेपालबाट भारत लिएर जाँदैछ, यतापट्टि महाकालीको किनारै किनार। र उहाँको यो बिजनेस चाहिँ खतरा छ, यतातिर चाहिँ लास्टै फेमस रहेछ। अब उहाँसँग म बाइकमै इन्टरभ्यू लिन्छु। तपाईँलाई बोल्न अप्ठ्यारो हुन्छ कि हुँदैन? न कोही परेशानी होइन। नाम के हो तपाईँको? अजय दीक्षित। के भन्नुभयो? अजय दीक्षित। हो। नेपाल कतिचोटि जानुभयो? हाम्रो त नेपालको नेपाल हो खालि। हो। दिनमा कतिचोटि नेपाल जानुहुन्छ? 6-7 चोटि जान्छ। 6-7 चोटि? हो। तपाईँको काम चाहिँ नेपालको मान्छेलाई इन्डिया ल्याउने, इन्डियाको मान्छेलाई नेपाल लाने? हो। अरे, र उहाँको चाहिँ यहाँ अहिले यो बाइकबाट कोही मान्छे नेपालबाट इन्डिया आउनु पर्यो भने करिब 3-4 किलोमिटर बाइकमा लिएर जाने, अनि इन्डियाको मान्छे नेपाल जानु पर्यो भने त्यो पनि गर्ने। कहिलेदेखि यो गर्नुभएको? के यो काम चाहिँ कति भयो गर्नुभएको? उनको अब 7-8 वर्ष भयो। 7-8 वर्ष हो है। अनि नेपालको के थाहा छ तपाईँलाई चाहिँ? नेपालको मलाई थाहा छ, यो मेहनगरमा क्यासिनो छ, चिसापानी हो। नेपालको राजधानी कहाँ हो थाहा छ? राजधानी काठमाडौँ हो। ठिक छ, उहाँलाई थाहा रहेछ। र नेपाली मान्छेहरू त तपाईँको बाइकमा चढ्ने सबै नेपाली मान्छे हो? हो। नेपालीलाई बाइकमा बोक्दा बोक्दै नेपाली बोल्न आयो कि तपाईँहरूको घरमा पनि नेपाली बोल्नुहुन्छ? हिन्दी बोल्नुहुन्छ? हो। अनि तपाईँले यसरी गड्डा चौकी जस्तै महाकालीबाट बनारसा कि के अरे बनारसा पुऱ्याएको चाहिँ कति पैसा लिनुहुन्छ? 100 रुपियाँ इन्डियन हो। 100 रुपियाँ इन्डियन? ला, तपाईँलाई त अमेरिका पनि जानु नपर्ने रहेछ, यही रहेछ त है। विदेश जाउँ लाग्दैन है। र उहाँको यो बिजनेस चाहिँ खत्रै छ। के हो, एम्बुलेन्स हो कि के हो यो? नहीं यो गाडी छ। प्रहरीको गाडी हो? पुलिसको। र कस्तो लाग्यो उहाँको आइडिया? अरूतिर चाहिँ के छ भने सिटी, यहाँ चाहिँ अटो सटोहरू लाग्दैन? सिटी अटो लाग्दै हो भन्नुको त अटोहरूमा चाहिँ मान्छे ल्याउने ओर्ने काम हुँदैन? अब अटोलाई धेरै टाइम लाग्ने हो। फेरि यो गेटको प्रब्लम छ, गेट खुल्ला हो बन्द छ, अटोलाई धेरै टाइम लाग्ने हो। तपाईँ अब जसलाई छिटो जानेलाई त बाइकै हो। अनि यहाँ चाहिँ के रहेछ भने महाकालीको जो पुलदेखि पनि करिब 2-3 किलोमिटर पर मात्रै इन्डियाको बजार बनारसा के अरे बजार? बनबासा मिना बजार हो। कतिको ठुलो बजार छ? धेरै ठुलो छ बजार। ठुलो छ है? हो। त्यहाँ नेपाली मान्छे हुनुहुन्छ कि हुन्न? गोर्खालीहरू नेपाली बोल्ने? के भन्नु तपाईँ दाजु, नेपाली बोल्ने मान्छे चाहिँ त्यहाँ हुनुहुन्छ कि हुनुहुन्न? धेरै हो। र यो बिजनेस चाहिँ खत्रै लाग्यो, किनभने बाइक कति वर्ष तपाईँले यो चढेको बाइकलाई इन्डियामा? 6-7 वर्ष। कति अरे? 6-7 वर्ष। भनेको त यो सेकेन्ड ह्यान्ड किन्नु पर्यो भने कति पर्छ? यो इन्डियामा 90 94,000 हो। भनेको 94,000। 94 नयाँमा? नयाँ। यो तपाईँको सेकेन्ड ह्यान्ड कतिमा दिने हो? यो सेकेन्ड ह्यान्ड बेच्ने होइन दाइ। बेच्ने होइन? तपाईँको बाइकमा यहाँ दिनमा 1-2 हजार त कमाइ हुन्छ नि है? हुन्छ। जागिर गर्नुभन्दा त राम्रो रहेछ। जस तपाईँहरूले आफ्नो कर्म गर्नुभएको छ, यो दुःख गरेर कमाएको पैसा हो नि त, त्यत्तिकै त आएको छैन नि त, होइन त? र यो खतरा लाग्यो मलाई जब नेपालको बोर्डरमा हामी आइपुग्छौँ, त्यस पछाडि बाइकमा जाने हो भनेर उहाँहरूले सोध्नुहुन्छ। र 100 रुपियाँ चाहिँ उहाँहरूलाई करिब आधी घन्टा, कति समय लाग्छ तपाईँहरूलाई एउटा मान्छेलाई बोर्डर चेक गराएर उहाँ इन्डियाको त्यहाँसम्म पुऱ्याएको समय? 20-25 मिनट लाग्छ। 20-25 मिनट लाग्छ है। यो चाहिँ तपाईँहरूलाई यहाँको लिगल्ली रूपमा दिन्छ मान्छेले? के भनेको त यहाँ पुलिसहरूले तपाईँहरूलाई यसरी ओसार प्रसार गर्दा केही गर्नुहुन्न? यो कमर्सियल नम्बर हो, ट्याक्सी नम्बरको हो। तपाईँहरूको यो पहिलो नम्बर प्लेट चाहिँ ट्याक्सीको हो? जस्तो तपाईँ नेपालको पठाउ हो न काठमाडौँमा, जस्तै हो यो। नेपालको मान्छेहरू चाहिँ कस्तो लाग्छ? ठिकै हो।
ठिकै हो धेरै राम्रो छ राम्रो ए राम्रो छ के राम्रो लाग्दैन हो इन्डियाको मान्छेलाई धेरै खतरनाक हो नेपालको मान्छेलाई धेरै निको छ नेपालको मान्छे के अरे धेरै राम्रो छ नेपालको मान्छे हो मन पर्दैन भन्ने भन्नु है के मन पर्दैन हामी सुधार्छौँ है ल यो बजार हो यही यो बजार होइन अगाडि यो बजार हामी यो चाहिँ यो साइड म आएकै थिइनँ सम्भवतः तपाईँ भारतको आसाममा बस्ने गोर्खाली अनि सिक्किम दार्जिलिङतिरको गोर्खाली मार्केट चालु भएको यो त उत्तराखण्ड है उत्तराखण्ड हो अनि यहाँ त कश्मीरको गाडी पनि आउँछ क्या हो आउँछ के भनेको के हो यो बनबसा मिना बजार हो होइन गाडी नम्बर गाडीमा के ए लेखेको के हो त्यो यो माला हुन्छ यो ट्रान्सपोर्टको ए यो उत्तराखण्डको मेन ठाउँ त देहरादुन हो न चम्पावत के अरे उत्तराखण्ड चम्पावत हो यहाँबाट कति टाढा यहाँले त धेरै टाढा त हो लगभग 200-250 किलोमिटर दूरी हो जस्तै यो महाकालीको बोर्डर छेउमा रेल चाहिँ कहाँ पाउँछ त रेल चढ्ने ठाउँ रेल त यही हो यही छेउमै पाउँछ अरे नभन्दै रेलको पो आयो त लिक रेल स्टेसनै यही छेउमा छ यहाँ छ यहाँ अनि इन्ट्रेस्टिङ कुरा हेर्नु है यहाँबाट दिल्ली यति नजिक छ दिल्ली कति बेर लाग्छ तपाईँहरूलाई दिल्ली पुग्न दिल्लीको रेल 6-7 घन्टाले पुग्ने आरामले महाकालीबाट चाहिँ के छ भने रेलवे स्टेसन यहाँ देख्न सक्नुहुन्छ र यहाँबाट दिल्ली पुग्नको लागि 6 घन्टा गाडीमा 7-8 घन्टा पनि लाग्दैन बाइकमा पनि दिल्ली पुग्न सकिन्छ यहाँबाट पुग्ने हो तपाईँ जानुभएको छ कि छैन न यो हाम्रो उत्तराखण्डले अलाउड हो ए यो उत्तराखण्डदेखि तपाईँको बाइक अरूतिर लान पाउँदैन नेपाली भाषा कस्तो लाग्छ राम्रो लाग्छ राम्रो हो भित्रको बजार यहाँको बजार चाहिँ खासै जाम रहेनछ सुनसानै रहेछ अब यो ठाउँमा हामी अनि सुन्नु न यहाँबाट नि माथि धारचुला जाने कता हो धारचुला जानले त यो बाटो हो यहाँ चाहिँ कति टाइम लाग्छ धारचुलाले लमसम 6-7 घन्टा लाग्ने हो अनि धारचुला त खतरा छ अरे त ठाउँ त घुम्न हो तपाईँ जानुभएको छैन एकचोटि गयो एकचोटि अब हामी धारचुला जाँदैछौँ यस पछाडि चाहिँ आज चाहिँ यो बजारलाई हामी एक्सप्लोर गर्छौँ यो चाहिँ जसरी नि पूर्वमा सिलिगुडी भने जस्तै ट्याक्कै वेस्ट बङ्गालको सिलिगुडी भने जस्तै पश्चिममा चाहिँ यो अनि यहाँ हामीलाई कतिको जस्तै भिडियोहरू खिच्न ओर्न भ्लग बनाउन ओर्न पाइन्छ कि पाइँदैन पाइन्छ हामीले टेन्सन होइन ए टेन्सन हुन्न नि न उहाँले टेन्सन हुन्न भने चाहिँ हामीलाई कहाँ छोडिदिनुहुन्छ त तपाईँ धारचुला जाने होइन धारचुला जाने गाडी अहिले पाउँछ एकचोटि सोध लियो यहाँबाट 6 घन्टा धारचुला कितने आदमी हैं आदमी तो 16 के तरफ से बोला था यार कितना आदमी है सरकार 2 आदमी है चलो गाड़ी बैठी है आइए अभी नहीं कल जाना है आज ये बाजार का नाम क्या है बनबसा पाटनी तिराहा क्या बनबसा पाटनी तिराहा नेपाली आउँछ कसैलाई आउँछ दाइ आउँछ नेपालीमै हान्दिउँ न यहाँबाट यो बजारकोमा कतिको नेपाली बोल्ने हुनुहुन्छ नेपाल थोरै जान्छ कि त नेपालको बजारै हो नेपालको मान्छे आउँछ त थोरै कम जान्छ कि हिन्दी भाषा अनि यहाँबाट त्यो धारचुला चाहिँ कति टाइम लाग्छ यहाँबाट धारचुला 7 घन्टा लाग्थ्यो हजुर 7 घन्टा गाडी कस्तो जान्छ भन्नु त बसहरू सबै जान्छ बस त बिहान मात्रै हो 4 बजे 5 बजेतिर जान्छ बस बिहान अनि यो बजार जस्तै तपाईँहरूले सिलिगुडी सुन्नुभएको छ सिलिगुडी सुनेको नि यता खतरा हुँदो रहेछ हामी चाहिँ सिलगढीको छेउको बोर्डरको मान्छे हो झापाबाट आएको झापा त सुनेको नै होला सुनेको सुनेको झापै फेमस रहेछ त यहाँ त ल के उताको हजुर अनन मान्छे के उताको यता धारचुला हेटेन के हामी चाहिँ नेपालको भ्लगर हो भ्लग बनाउने भोलि आउँछौँ यहीबाट अनि जान्छौँ हुन्छ आज रेस्ट गर्छौँ यो बजार पनि त खिच्नु पर्यो नि त होइन रोतेला होटल हुन्छ यहाँ होटल रोतेला होटल भयो ल एकदम थ्याङ्क यू मलाई ल थ्याङ्क यू सो मच है ल एकदम अनि यहाँबाट यस्तो सानो गाडीमा गएको चाहिँ कति पैसा हो यहाँबाट बुकिङमा जान्छ बुकिङ 6000
6000 में गाड़ी बुकिंग जाने हो हजुर 6000 कति किलोमिटर हो धारचुला यहाँबाट हो गया 300 किलोमीटर लगभग 300 किलोमीटर 300 हजुर ना 280 90 किलोमिटर है 200 त्यो धारचुलामा चाहिँ नेपाल र इन्डियाको बोर्डर छ है त्यहाँ पनि छ त्यसै यसै भी बस्या हुन्छ उता पनि के बॉर्डर है वहाँ चुलाघाट में भी है धारचूला में भी है बॉर्डर ठाउँ दामी छ कि कस्तो छ त्यहाँ पहाडी एरिया हो नैनीताल कहाँ हो यहाँबाट नैनीताल यहाँ से हल्द्वानी से आगे पड़ेगा यहाँ से पड़ेगा नैनीताल 150 किलोमीटर 150 नैनीताल बस जाएगा आप आज रेस्ट करो कल जहाँ का बोर्ड होगा वहाँ ले जाएंगे आपको ठीक है आप नंबर दे दीजिए सुबह आ जाए नहीं हम इधर रहेगा जब चिया खाना दिल आयो तो इधर आएगा हिंदी फिर खतरा से मेरे ये भी है उधर जाएगा तो उनके साथ जाएगा इधर जाएगा तो हमारे साथ जाएगा दोस्त हुआ यार अभी आके अभी दोस्त तपाईँलाई नेपाली कति आउँछ नेपाली सबको उसे यार लगभग थोड़ा बहुत सबको आने वाले थे आउँछ नेपाल के हम लोग भी आगे बस गए हैं अभी हम यहाँ की भाषा जानते हैं अभी हामी जाता है ओके ओके र हामी चाहिँ मेचीबाट सुरु गरेको म हिजो बिहानतिर सिलगढीतिर थिएँ बङ्गलादेशबाट काठमाडौँ आइपुगेर म यो पश्चिम नेपाल पछाडिको जस्तै यतातिरको भाग धारचुलातिर यताको भिडियो आएको छैन अब केही दिन यताको भिडियो हेरौँ न त अब यहाँ कहाँ आइपुग्यो भन्ने चाहिँ राम्रोसँग मलाई थाहा छैन है सपना जस्तो पनि लागेछ बिपना जस्तो पनि लागेछ बाटोहरू त खतरा छ नि हेर्नु न इन्डिया लाग्ने बित्तिकै बाटो हेर्नु त दामी छैन अब बाटो काटिन्छ पारी भाइले तरकारी बेच्न लिएर हिँडिसक्नुभयो र यहाँबाट उता नेपाल जाने बाटो हो अब यहाँ उत्तराखण्ड यहाँ चाहिँ यहाँको फेमस ठाउँहरू देहरादुन हरिद्वार यी सबै कुराहरू अब यो ठाउँमा धेरै गोर्खालीहरू हुनुहुन्छ लाउरे फौजी परिवारहरू हुनुहुन्छ आलू 20 रुपये 20 रुपियाँ केजी 90 रुपये सस्तो रहेछ यार आलु 20 रुपियाँ केजी र यहाँ हाम्रो बदाम बनाउने काम हुँदैछ बदाम त खतरा तरिकाले बनाउनु भयो त यार यो त बालुवामा पोलेर आगोले अहिले बदाम होइन नहीं जाएगा अभी तो आएगा कैसे जाएगा अब होटल खोजेर बस्नु पर्यो यो एरिया एउटा बजार झोला यत्रो छ हेर्नु मेरो यो झोला बोकेर जाने हो अनि के चाहिँ छ भने अबको इन्ट्रेस्टिङ यो त आजको स्टार्ट मात्रै हो यो भिडियो त अब के हुन्छ भने एभ्री डे हेलो ए चिन्नुहुन्छ ए कहाँ हिँड्नुभएको तपाईँ चाहिँ यहाँको बारेमा अलिकति भनिदिनु पर्यो तपाईँ 2 मिनट आएर जस्तै हामी यहाँबाट चाहिँ नि यहाँबाट हामी तपाईँहरू नेपालकै हो नमस्कार ए काठमाडौँ ए ल खुसी लाग्यो हेर्नुहुन्छ अनि यो ठ्याक्कै यो बजारको नाम चाहिँ के अरे बनभाषा बजार हो यहाँबाट हामीले गोर्खालीहरू जस्तै नेपालीहरू यतातिर पनि गोर्खाली हुनुहुन्छ नि होइन नेपाली बोल्ने हुनुहुन्छ कि हुनुहुन्न बस्ती नै छ है त्यो भने कता हो यो माथितिर यता खटीमा भयो त्यता पनि हुनुहुन्छ नेपालीहरू बस्ने हो तपाईँको घर चाहिँ कता हो नेपालै हो नेपाल बैतडी हो बैतडी अनि यहाँ चाहिँ के गर्नुहुन्छ गाडी लिएर आएको थियो क्या त्यहाँ जानु ल एकदम खुसी लाग्यो है हस् त अब हामी के गर्छौँ त केही गर्दैनौँ अब सिधै होटल खोल्छौँ यो गदाले यस्तो भारी बोकिँदैन होइन अनि कपाल पनि सकिएको छ बिग्रेर अनि हेलो नेपालका भ्लगरको जिस्कार आए अब सक्दै होटल होस्
यो होटलमा गइन्छ, बसिन्छ। आइया बाबा, कहाँ छौँ? यहीँ छौँ। रूम मिलेगा? मिल जाएगा? 2 लोग के रूम देखना है। यही ठाउँ बसौँ आज। सोफा चाहिँ दामी रहेछ है। हजुर ए यतातिर पनि हजुर यतै बस्ने कि जाने आज? यतै बस्ने हो। यतै बस्ने हो, जाने भयो हामी लगेर जान्थे तपाईँलाई। ला महेन्द्रनगरबाटै आएको भर्खर दिल्लीबाट आएको। हेर्नुहुन्थ्यो भिडियोहरू? भिडियो हेरिरहेको थिएँ। ए ल एकदम खुसी लाग्यो। ल यो पनि नेपाली टन्नै आउनुहुन्छ यहाँले सपिङ गर्न? नेपाली हाम्रो त सबै नेपाली यता नै आउँछन् यहाँ है। जस्तै हाम्रो पूर्वतिरको सिलिगुडी गए जस्तै। सिलिगुडी गए जस्तै हो। यहाँबाट दिल्ली पुग्न चाहिँ ट्याक्कै टाइम कति लाग्छ? दिल्ली पुग्न तपाईँलाई लाग्ने हो, आफ्नो गाडी भएपछि 6 घन्टा लाग्ने हो। हजुर। न त तपाईँको लाग्ने भनेको 8 देखि 9 घन्टा हो। गाडीमा सारी सिद्धेवाला। ए गाडी ठिक छ। त्यो सकेर त्यो गाडीलाई लगेर एयरपोर्टमा राखेर पछि चार्ज भयो होइन? चार्ज भयो होटलमा भयो है? होटलमा। मैले नि अहिले यो यही एरिया घुमाउन भनेर उत्तराखण्ड अनि मिलेसम्म अरुणाचल प्रदेश कि के छ नि त्यतातिर अब कहाँ हुन्छ हेरौँ। र आज हामी सम्भवतः यही एरियामा बस्छौँ। ठाउँ ठिकै छ। यहाँदेखि तपाईँको 9 घन्टा लाग्ने हो दिल्ली पुग्नलाई तपाईँको। 9 घन्टा? यो त्यो एउटा फेमस ठाउँ छ नि यहाँ धारचुला छ नि, त्यो पुल अनि वारिपारि नेपाल इन्डियाको बोर्डर। ए धारचुला पुग्न नि त्यति नै टाइम लाग्ने हो। धारचुला नि तपाईँको 300 किलोमिटर छ यहाँबाट। धारचुला पुग्नको लागि तपाईँको 9 घन्टा 10 घन्टा लाग्छ तपाईँको। बिचमा पिथौरागढ आउँछ अनि पिथौरागढबाट 2टा एरिया छुट्याउँछ। एउटा जान्छ तपाईँको धारचुलाको अनि एउटा जान्छ जुलाघाट। जुलाघाट भनेको तपाईँको बैतडी भयो। बैतडी भनेको नेपाल? नेपाल बैतडी। ए नेपाल जानको लागि पनि यो इन्डियाको बाटो जाने? यो बाटो यो टनकपुरको बाटो छ नि, छोटो पर्छ। अरे त्यस्तो पो हो? भन्नुको त अनि इनकेस नेपाल काठमाडौँबाट बैतडी जानको लागि इन्डिया हुँदै जाने हो? इन्डिया हुँदै जाँदैन, अहिले त नेपालको रोड खोलिसक्यो। अब पहिलाको मान्छेहरू चाहिँ तपाईँको यताबाट जान्थे कि। यो बाटो छोटो छ हाम्रो। ऊ बाटो जाँदाखेरि हाम्रो 17-18 घन्टा लाग्छ। यो बाटो चाहिँ तपाईँको 7 घन्टा 8 घन्टामा चाहिँ तपाईँ धारचुला पुग्नुहुन्छ। धारचुला? धारचुला नि 8 घन्टामा, जुलाघाट बैतडी नि 8 घन्टामा। धारचुलाको नेपालपट्टिको साइड चाहिँ धारचुला, इन्डियापट्टिको साइड चाहिँ धारचुला हो? धारचुला। तपाईँको चाहिँ बैतडीको नि त्यस्तै छ। यतापट्टिकोलाई हाम्रो जुलाघाट भन्छन्, उतापट्टि चाहिँ झुलाघाट भन्छन्। इन्डियाकोलाई चाहिँ झुलाघाट। दुइटै युके उत्तराखण्डमै पर्यो? दुइटै उत्तराखण्डमा पर्यो। पिथौरागढ चाहिँ कुन राम्रो छ मलाई सजेस्ट गर्दा? झुलाघाट जानु भन्नुहुन्छ कि धारचुला भन्नुहुन्छ? तपाईँ धारचुला जानु होला, किनकि धारचुला चाहिँ ठुलो एरिया छ तपाईँको। धारचुलामा गए चाहिँ ठुलो एरिया छ, नेपालको एरिया पनि ठुलो छ घुम्नको लागि। अनि जुलाघाट चाहिँ सानो एरिया छ क्या। यतातिरबाट खासै भ्लगहरू नआएको देखेँ क्या मैले। हो यतातिर भ्लगरहरू अलिक कमै छ नि यताबाट। अलिक कम हो? अनि यतातिरको बारेमा मैले इन्टरनेटमा हेरेको, जसरी म भुटान गएँ यता अरू देशको भिडियो बनाएँ नि, ठ्याक्कै यतातिरको भिडियो चाहिँ कम रहेछ क्या। कम छ। यतातिर अब तपाईँको नजिकको भनेको चाहिँ हाम्रो नैनीताल हो। हजुर। सबभन्दा नजिक पर्ने चाहिँ। अनि तपाईँको अरू धारचुला भयो, जुलाघाट। नैनीतालतिर पनि गोर्खालीहरू हुनुहुन्छ? नैनीतालतिर नि गोर्खालीहरू छन्। नैनीतालबाट त तपाईँको अलमडा पहाड आयो, काला पहाड आयो, सबै एरिया नेपालकै भयो क्या नैनीतालतिर। काला पहाड त मणिपुरमा पनि छ हो? मणिपुरमा छ, यता पनि छ तपाईँको काला पहाड भन्छन्, काला चट्टान भन्छन् क्या त्यसलाई। काला चट्टान त्यसलाई त्यो पहाड हो? पहाड हो। ल अब भिडियोमा तपाईँले अहिले भन्नुभयो, भिडियोमा हामी हेर्छौँ। के भन्नुभयो हजुरको नाम? मेरो रमानन्द जोशी। ल एकदम खुसी लाग्यो। हस् त हस्। दामी इन्फर्मेसन उहाँले दिनुभयो। हाम्रो केटाहरू कहाँ रुम देख रहे? कौन सा वाला रुम? 104। हामी 103बाट 104 रुम यही हो? ठिक छ इन्टेरियर त दामी छ त यार। यति रुमको कति हो पैसा? 1200 आइसी? अरे रुम त अनि यतिको रुममा 800 होइन त अनि हामीले जीवनमै सस्तोमा बसेको होइन? तर पङ्खा चाहिँ घुरुटुटुटु घुम्ने रहेछ कि। अनि होटल पनि फेरि सही पो छ त।
दामी रहेछ